सम्पत्ति शुद्धिकरण गर्न मिल्दैन। गर्न मिल्दैन त्यसो भए सरकारले? अवैधानिक काम हो नि त, कहाँ गर्न मिल्छ? ब्ल्याक मनीलाई व्हाइट गर्न पाइँदैन, मनी लाउन्ड्रिङ गर्न पाइँदैन, सम्पत्ति शुद्धिकरण गर्न पाइँदैन। बुझ्नु पनि है? त्यो पाइँदैन भनिसकेको छ, तपाईहरु त प्रतिवाद गर्नुहुने होला नि त। मेरो कुरा गर्न पाइँदैन। तपाईँ यसको प्रतिवाद गर्नुहुन्छ त्यसमै? होइन के तपाईँले पुरै बुझ्नु भएन? तपाईँको भनाइअनुसार त त्यही भयो नि त, अर्थ लाउने त्यही हो नि त। सबैले, मैले मात्रै होइन सबै जनताले बुझ्ने गरी सबैले यही नै होला। होइन यस्तो हो त, म बुझाइदिनुस् न त। सम्पत्ति शुद्धिकरण भनेको अपराध हो। ओके। ब्ल्याक मनी छ भने व्हाइट गर्नेलाई सम्पत्ति शुद्धिकरण भन्छ। सरकारले सम्पत्ति शुद्धिकरणका कामलाई रोक्ने हो। वैध मनीलाई सरकारले नियमन गर्ने, अवैधलाई कारबाही गर्ने हो। जस तपाईँले भनेकै अनुसार मान्ने हो भने अब सरकारले त्यही नै आशंका गरेछ के पुराना नेताहरूले ब्ल्याक मनीलाई व्हाइट मनी बनाए भन्ने आशंका गरेछ। अब सम्पत्ति शुद्धिकरण गर्नु पर्ला नि त। फेरि पनि उयो क्वेसन गर्नु, यसो सम्पत्ति शुद्धिकरण गर्न मिल्दैन। सम्पत्ति शुद्धिकरण कसैले गरेको छ, ब्ल्याक मनी कसैले व्हाइट गरेको छ भने त्यसलाई कारबाही गर्ने हो। भनेपछि तपाईँहरू प्रतिवाद गर्नुहुन्छ यसको? त्यस्तो नचाहिने कुरा नगर्नु। गर्न मिल्दैन भन्नुभयो नि त तपाईँले। कहाँ भन्दैछु मैले? तपाईँले कुरै सम्पत्ति शुद्धिकरण गर्न मिल्दैन भन्नुभयो। मेरो कुरा बुझ्नुहोस् पहिले। कुरा के भने, म आफै अर्थमन्त्री हुँदा 68 सालमा ऐन बनाएको हो। ब्ल्याक मनीलाई व्हाइट गर्न पाइँदैन, मनी लाउन्ड्रिङ गर्न पाइँदैन, सम्पत्ति शुद्धिकरण गर्न पाइँदैन। बुझ्नु पनि है? त्यो पाइँदैन भनिसकेको छ, तपाईँहरू प्रतिवाद गर्नुहुने होला नि त। मेरो कुरा गर्नु पाइँदैन। त्यसैले सरकारले त्यो अनुसारको मेकानिजम बनाएको छ। सम्पत्ति शुद्धिकरण नियन्त्रण गर्नलाई अथवा नियमन गर्नलाई, कारबाही गर्नलाई विभाग नै छ अलरेडी गभर्मेन्टसँग। अहिलेकोले गर्न ला होइन। तपाईँलाई भ्रम के नपरोस् भने अहिलेकोले त्यसो गर्न ला कि होइन। हाम्रो कानुन त्यो तयारी छ, तयारीमा जुटिसक्यो। मेरो कुरा सुन्नु न, त्यस्तो हावादारी कुरा गर्नुहुन्छ मिडियाको। सरकारले हावादारी कुरा गर्यो, हावादारी तपाईँले हावादारी कुरा गर्दै हुनुहुन्छ। मेरो कुरा पुरै सुन्नु। सरकारले काम गर्न लाग्यो, तपाईँले हावादारी कुरा गर्दै हुन्छ। मैले भन्दैछु नि त, हावादारी कुरा नगर्नु न। सही कुरा के भने, सही कुरा भन्नुहोस् न त। हावादारी मैले कुरा गरेँ, सही कुरा तपाईँ भन्नुहोस् न त। सही कुरा के भने, सम्पत्ति शुद्धिकरण गर्न पाइँदैन। त्यो नियन्त्रण, नियमन गर्ने, कारबाही गर्ने, सम्पत्ति शुद्धिकरण सम्बन्धी हेर्ने, कारबाही गर्ने विभाग छ अर्थ मन्त्रालयमा त छ। एक दोस्रो कुरा, त्यो सरकारको रेगुलर काम हो। सरकारको विगतमा पनि ठुला त्यस्ता फाइलहरूमा सरकारले कारबाही गर्दै आएको छ। त्यति बेला सानसानो नेताहरूलाई चाहिँ गरियो, ठुलामा नेताहरूलाई ठुला माछा भनिन्छ के अरे, उहाँलाई चाहिँ उम्काइयो भनिन्छ। अनि त्यसो गरिएको छ विगतमा। त्यसो गर्दा अहिले पनि त्यो काम सरकारले गर्नै पर्छ। नियमित काम सरकारले गर्नुपर्छ। गरेन भने हामी आवाज उठाउँछौँ। सम्पत्ति शुद्धिकरण गर्न पाइन्न, सम्पत्ति ब्ल्याक मनीलाई व्हाइट गर्न पाइन्न। अहिलेका मन्त्री हुन्, अहिलेका प्रधानमन्त्री हुन्, अहिलेका कुनै पनि सार्वजनिक पोस्टमा बसेको हुन्, पाइँदैन। सरकारले त्यो आफ्नो नियमित जब गर्नुपर्छ। यो त हामीले भन्ने कुरा हो र भन्दै आएको कुरा हो। अब जहाँसम्म सरकारले गर्न खोजेको कुरा के हो त्यो त स्पष्ट हुनु पर्यो। नियमित उसको काम गर्नु पर्यो। सम्पत्ति सम्बन्धी छानबिन गर्छ भने हामी 48 सालपछि सार्वजनिक जीवनमा बसेका सबै नेताहरूको, नेता मात्रै होइन, सार्वजनिक जीवनमा बसेका ब्युरोक्र्याट्स होला, टेक्नोक्र्याट्स होला, जजहरू होलान्, तिनको सम्पत्ति छानबिन गरौँ एकपल्ट। किन त्यसो भन्यो भन्दा, पत्रकारले भन्छ अर्कोलाई चोर, अर्कोले भन्छ अर्कोलाई चोर। पार्टीमा नेता एकले अर्कोलाई आरोप भन्दा को रहेछ त नि त? कालो धनलाई सेतो गर्ने को रहेछ? त्यो छानबिन होस्। नत्र यो अर्कालाई आरोप, एक अर्कालाई आरोप लाउने कुरा भयो। अहिले पनि के आएको छ भने, के अरे, ब्ल्याक लिस्टेड 8-10 जना सांसद राष्ट्रसभाबाटै आएका छन् भने मिडियाले उ गरेको छ। हो त्यस्ता कुरा छानबिन होस्। सबैलाई छानबिन हो। यो त यो र ओ होइन नि त। आफ्नो मान्छेलाई बचाउने, अरूलाई कुरा होइन। यो त सबैलाई हो। कानुन त सबैलाई हो। नागरिक बराबर। राष्ट्रसभाको भयो, सरकारको भयो कम, अरूलाई बढी भन्ने हुँदैन। त्यसैले सरकारले गरोस्। त्यस्तो उच्च स्तरीय छानबिन आयोग बनाए अझ राम्रो। एकैसाथ विगतको समेत होइन भने नियमित सरकारले आफ्नो सम्पत्ति शुद्धिकरणका कुराहरू नियन्त्रण गर्न कामलाई अझ तदारुकता गरोस्। हाम्रो समर्थन हुन्छ, साथ रहन्छ। त्यो कुरा तपाईँहरू पनि खबरदारी गर्नुहोस्। धन्यवाद।